यो चाहिँ हाम्रो सयपत्री स्टार रेस्टुरेन्ट हैन दिदी नमस्ते आहा यहाँनिर त राजाहरूको पनि फोटो रहेछ है राम्रो रहेछ यार किन खुसिनु भएको यहाँ थकाली खाना सेट छ भेज चिकन मटन 19 22 25 है नमस्ते फ्रम सयपत्री रेस्टुरेन्ट नमस्ते फ्रम सयपत्री स्टार रेस्टुरेन्ट हैन नमस्ते सबैजनालाई फ्रम सयपत्री रेस्टुरेन्ट स्टार के पो थियो सुरु गरौँ नमस्ते सबैजनालाई आज चाहिँ म तपाईँहरूलाई लाँदैछु नेपाली रेस्टुरेन्ट नाम रहेको छ सयपत्री स्टार रेस्टुरेन्ट सो यो चाहिँ अल्बर्टसम्म रहेको छ अहिले चाहिँ म ट्याक्कै मल अफ द मिट्स मेट्रो स्टेसनको तल छु यहाँ चाहिँ पार्क छ अनि यहाँदेखि चाहिँ हामी जाँदैछौँ यहाँ बस स्ट्यान्ड छ ट्याक्सी रोक्छ है अनि यहाँ चाहिँ हामी जाँदैछौँ मलदेखि सिधै हामी नेपाली रेस्टुरेन्ट भनेको चाहिँ एउटा नेपालीहरूको रेस्टुरेन्ट हो क्या त्यो त भन्नै पर्दैन होइन अहिले चाहिँ हामी बाइकमा छौँ हामी होइन म बाइकमा छु है कहाँ जाँदैछौँ भनेर नेपाली रेस्टुरेन्ट किन भने खानालाई भोक लागेको छ हामी होइन दामी थाकाली खाना खाने है अनि यो बाटो हुँदै हुँदै यसरी नै होइन यसरी नै हामी जान्छौँ राइट भनेको दाहिने यो साइडतिर उता गयो भने चाहिँ सिग्नल पर्छ है ठुलो सिग्नल पर्छ त्यसपछि उतादेखि जान्छ यतादेखि पनि जान्छ यो चाहिँ भित्री बाटो हो भनौँ न अनि यहाँदेखि सिधै जानुपर्छ है म यो लेन चेन्ज गरिहाल्छु नि सिधै गयो फेरि एउटा सिग्नल आउँछ यो सिग्नलबाट पनि स्ट्रेट जान मिल्छ होइन अनि लेफ्टबाट पनि जान मिल्छ उतादेखि पनि जान मिल्छ होइन यतादेखि पनि जान मिल्छ बाटो त कता हो कति के जतैबाट पनि जान मिल्छ हिँड्दा झन् नजिकै गाडीमा बाइकमा अब यताउति चाहिँ यही अब फलो गर्नुपर्छ नि त रुल गएर होइन रोडमा पनि अब रोकिनु पर्ने हुन्छ पेडेस्ट्रियन हिँडेको हुन्छ होइन त्यही भएर चाहिँ अब खोलिसकेको छ सिधै हामी जाने यहाँबाट यसरी सिधै यो चाहिँ मलको है मलहरू है मलदेखि निस्किने रोडहरू छ छिर्ने रोडहरू छ यहाँबाट पनि हामी जान्छौँ लेफ्ट कता देब्रे होइन उँधोतिर ऊ हो कि उँधो म चाहिँ थाहा छैन यो उँधो उँभो बुझ्दिनँ होइन हामी चाहिँ देब्रे साइडतिर जान्छौँ लेफ्ट साइडतिर अनि यहाँ सिग्नल छ फेरि अर्को सिग्नल त धेरै भेटिन्छ है यहाँनिर यो सिग्नल हो अल्बर्ट्सा मल अफ द मिट्सको सिग्नल भन्छ यो होइन अस्ति अब लागेको बिल्डिङ यही हो अनि फेरि अस्ति भर्खर लागेको उता छ क्या जरुरी भन्ने त्यो पनि आगो लाग्यो गाह्रो छ यहाँनिर गर्मीले गर्दा हो क्या अब के गर्ने होइन खाडी मुलुक यस्तो त हो नि सो अहिले चाहिँ छोटो सर्ट भिडियो बनाइदिँदैछु म रेस्टुरेन्ट जाँदै गरेको धेरै मलाई भनिरहनु भएको थियो अहिले चाहिँ म त्यसकै लागि भिडियो बनाइदिरहेको छु तपाईँहरू पनि नझुकिनु होला है यो सिग्नल यो छ नि यो मान्छेहरू जाँदैछ नि त्यो मान्छे त्यहाँ त्यता छिर्यो भने त्यतादेखि पनि जान्छ हिँड्नेहरू है हिँड्दाखेरि झन् छिटो क्या गाडीमा भन्दा पनि एकैछिन पुगिन्छ हिँड्दा झन् मलदेखि त हामी चाहिँ जाँदैछौँ रोड बाई रोड है किनकि बाहिर यता त छिर्नु मिलेन अहिले किनकि म भिडियो बनाउँदैछु तपाईँहरूलाई अप्ठ्यारो नहोस् है यहाँदेखि चाहिँ म लेफ्ट लिन्छु लेफ्ट जान्छु है यसरी अब सिधै अनि यहाँ पार्किङबाट पनि रोड छ है पार्किङबाट पनि जान मिल्छ यतातिरदेखि तर म जान्न किनकि रोड बाई रोड जान्छु है यसरी हिँड्छ मान्छेहरू नहेरिकन हिँड्छ अब यो जाम पर्छ कि हल्का यो सिग्नलमा धन्न सिग्नल खोलिदिएको छ खुसी लाग्यो बस रोकिरहेको छ मेरो अगाडि यहाँनिर सपहरू यताउति धेरै जस्तो सपहरू छ क्या सप रेस्टुरेन्ट यताउति अफिस बिल्डिङहरू पनि छ रेसिडेन्स बिल्डिङहरू पनि छ यहाँबाट यो सिग्नलबाट चाहिँ हामी जान्छौँ कता थाहा छ राइट यो सिग्नलबाट हामी राइट जान्छौँ है त्यसपछि यो बस अगाडि छ नि त त्यही भएर मैले रोकिनु परेको क्या न त रोक्दिनँ थिएँ छोरी बाटो दिएछ मलाई यहाँदेखि राइट भन्दैछ नि म राइट आइगयो देख्नुभयो अब हामी हेर्दै जान्छौँ यसरी हेर्दै आइपुग्यो होइन त लेन चेन्ज गरिदिउँ न त रिभर्स गरिदिइरहेको छ गाडी किन यत्रो धेरै पैसा ल्याउँछ कि म त रोकेरै कुट्न मन लाग्छ अरे कि यहाँदेखि चाहिँ हामी जान्छौँ थर्ड होइन सेकेन्ड एक्जिट रहेछ राउन्ड अबाउट सेकेन्ड एक्जिट फर्स्ट एक्जिट त्यसपछि आउँछ सेकेन्ड
इन्डिकेटर यसरी बाल्यो, यो साइडतिर हेऱ्यो छैन गाडी, हिँड्यो। अनि यहाँनिर चाहिँ फेरि स्ट्रेट है, सेम छ, यतादेखि छिर्छ कोही मान्छेहरू झुकेर, तर यहाँदेखि चाहिँ छिर्यो भने चाहिँ सिधै यी नजिकै आउँछ। यो राइट अब चाहिँ आयो नेपाली रेस्टुरेन्ट यहाँनिर छ, सयपत्री रेस्टुरेन्ट। केटाहरू बसिरहेको छ बाहिर होइन, यो रेस्टुरेन्ट। के छ ब्रो, आरामै? हाम्रो सन्तोष ब्रदर, हेलो सन्तोष ब्रदर, बिजी हो? के छ? यो चाहिँ हाम्रो सयपत्री स्टार रेस्टुरेन्ट होइन दिदी, नमस्ते। के पाइन्छ यहाँनिर? हजुर के खाँदा ठिक हुन्छ यतिखेर? म त थकाली खाने भनेर आएको। हजुर आहा, यहाँनिर त ऊ राजाहरूको नि फोटो रहेछ है। राम्रो रहेछ यार, किन खुसिनु भएको? डेकोरेसन राम्रो गरेको छ है, एम्बिसन पनि राम्रो छ यहाँनिर। मेन्यु कार्ड यही भइगयो, सबैजना चिनेकै हुनुहुन्छ, तर राम्रो छ है। ल म चाहिँ खाना खान्छु है, थकाली खाना खाने, त्यसपछि अनि जाने। ल थकाली खाना कति भनेर छ? काचा सेट, लन्च फ्राइड मोमो, चाउमिन, सुप, ब्रेकफास्ट भेज करी, थुक्पा, what the hell। यहाँ रहेछ थकाली खाना सेट छ, भेज चिकन मटन, 19, 22, 25 है। धेरै जसोले मोमो खान्छ है, भोक लागेको छ, भोक लागेको बेला कहाँ मोमो खानु होइन। खै मोमो कति भयो? खाना ल तपाईँहरूलाई मैले यति देखाउनु ल्याएको थिएँ है। सो म चाहिँ अब खानासाना खान्छु, त्यसपछि जान्छु फेरि। सो यो चाहिँ गेट हो, मेरो बाइक साइडमा गर्नुपर्छ है, न त फाइन आउँछ यहाँनिर। पेड पार्किङ हो यो चाहिँ है, गाडीहरूलाई चाहिँ पेड हो, बाइकलाई चाहिँ होइन, किनकि बाइक भनेको बाइक हो नि त। बाइकको पनि छ, तर राख्नु मिल्यो अब ठाउँ अनुसार हेरेर, कोप्चातिर यताउति। यहाँनिर खाली छ, यहाँ खाली छ भने गाडी पनि राख्नु मिल्यो है त, 1-2 घन्टाको लागि। धेरै बेर त होइन, प्रायः लाग्छ, तर फाइन आउने चान्स हुन्छ है। सो आफूले ठाउँ हेरेर यति गर्नुपर्छ। यहाँनिर चाहिँ एकदम बाइकहरूलाई त्यति केही पनि हुँदैन, गाडीहरूलाई मात्रै हो फाइन दिने भनेको। म चाहिँ अहिले भर्खर मल अफ द मिनट्सबाट आएको थिएँ, अहिले चाहिँ आइपुगेको छु नेपाली रेस्टुरेन्ट खाना खानलाई होइन। नमस्ते, मैले चाहिँ यतिको लागि आज भिडियो बनाएको थिएँ। गर्मी राष्ट्रिय छ है, म चाहिँ सरोज फ्रम झापा है। हेभी गर्मी छ है यहाँ चाहिँ, तर आज चाहिँ छैन, जो शीतल छ, राम्रो छ मौसम। घाम चाहिँ छ तर यो शीतल भनौँ न। अनि अहिले अब खानासाना खाने, त्यसपछि जाने। ल बाई, तिमी देखाउन आएको यति भन्न आएको तपाईँहरूलाई, गरिदिनु होला। नेपालीले सपोर्ट गर्नुपर्छ नेपालीलाई होइन। खाना दामी लाग्छ मलाई, रेगुलर आइरहेको छु म यहाँ, खाना खाइरहेको छु। सो बाई, हामी भेट्नुपर्छ नेक्स्ट भिडियोमा है।